एउटा भनाइ छ नि, कोही मान्छे यति प्यारो हुन्छ कि उसलाई हेरेर न आँखा थाक्छ न त यो मन। संसारमा 8 अरबभन्दा बढी मान्छेहरू छन्, तर हाम्रो जीवनमा कोही यस्तो व्यक्ति आइदिन्छ जसको उपस्थितिले मात्रै पनि सारा संसार उज्यालो भए जहाँ लाग्छ। त्यो मान्छे जसको अनुहारमा हामीले ईश्वरको रूप देख्छौँ, त्यो मान्छे जसको साथले जीवनका हरेक उकाली ओह्रालीहरू सहज लाग्छ, त्यो मान्छे जसको एउटा मुस्कानले तपाईँको दिनभरिको थकान मेटाइदिन्छ। हामी उनीहरूलाई बाहिरी रूपले मात्र होइन, मनको ऐनाबाट हेरिरहेका हुन्छौँ। जब प्रेम निस्वार्थ हुन्छ र सम्बन्धमा पवित्रता हुन्छ, तब समय बितेको पत्तो हुँदैन। घन्टौँसम्म सँगै बस्दा पनि कुरा नसकिए झैँ लाग्छ र हेरिरहँदा पनि धित नमरे झैँ लाग्छ। यदि तपाईँको जीवनमा पनि कोही त्यस्तो मान्छे छ जसलाई हेरेर तपाईँको आँखा र तपाईँको मन कहिले अगाउँदैन भने तपाईँ संसारकै भाग्यमानी व्यक्ति हुनुहुन्छ। त्यस्ता मान्छेहरूलाई कहिले पनि टाढा हुन नदिनुहोस्, किनकि सुन्दर अनुहारहरू त हजारौँ भेटिएलान्, तर मनलाई शान्ति दिने प्यारो मान्छे जीवनमा एक पटक मात्र भेटिन्छ।